दर्शकबिनहरू भुन्टी भाग 318 मा भने जति पनि सम्पत्ति भूपेन्द्रको नाममा रहेको थियो त्यो सबै सम्पत्ति रोक्का भएको छ। के यो सबै सम्पत्ति भुन्टीले पाउँछिन् होला त? के भुन्टीले भूपेन्द्रसम्म डिभोर्स साँच्चीकै डिभोर्स गरेर उनले यो सबै सम्पत्ति आफूले लिन्छिन् होला त? दर्शकबिनहरू यता भने भूपेन्द्रको नयाँ गर्लफ्रेन्डले चाहिँ आधा सम्पत्ति भुन्टीले लिन्छ भनेर अरू भएको सम्पत्ति पनि अर्को दाइले लिनुहुन्छ, तिमी चाहिँ भुक्काराम हुन्छौ भनेर एकदमै पीर परिराखेको छ र भूपेन्द्रलाई सुनाइराखेकी पनि छन्। दर्शकबिनहरू सुकुमायाले भने अहिले भुन्टीलाई चाहिँ एक ठाउँमा राखेर आफूले भुन्टीको स्वरूप लिएर उनी चाहिँ उनको घरमा गएकी छन् र उनलाई धेरै यातना दिइराखेकी छन्। सुकुमायाले चाहिँ अहिले भूपेन्द्रको घर परिवारलाई एकदमै दुःख दिइराखेकी छन् किनकि उनले भुन्टीको रूप लिएर गएकी छन्। उनीहरूले सोचेका छन् भुन्टी नै हो भन्ने सोचेका छन्। दर्शकबिनहरू सुकुमायाले भने भुन्टीलाई न्याय दिलाउँछु भनेर उनी सहर छिरेकी छन् र भुन्टीलाई एक ठाउँमा राखेर उनी चाहिँ आफू न्यायको लागि लडिराखेकी छन् र उता सम्पत्तिको पनि रोक्का गरिसकेकी छन्। यता भने डिभोर्स चाहियो भनेर घरमा चाहिँ उनले धेरै तनाव पनि दिइराखेकी छन्। यो कुरो चाहिँ कसैलाई थाहा हुँदैन, टोकले बाहेक अरू कसैलाई थाहा हुँदैन उनी सुकुमाया हुन् या भुन्टी हुन् भनेर त्यो घर परिवारलाई थाहा नै छैन। अहिले भने सुकुमाया र टोकले बीचको भइराखेको कुराकानीलाई चाहिँ एकदमै गम्भीर लिनुपर्छ किनकि टोकले भन्छन् यस्तो कुरामा नलागौँ, यस्तो नगरौँ, भूपेन्द्रलाई चाहिँ त्यो भूपेन्द्र पापीलाई चाहिँ मेरो बहिनीबाट छुटाउँ, त्यति काम मात्र गरौँ भनेर टोकले भनिराखेका छन्। सुकुमायालाई चाहिँ आफ्नो मितिनीले धेरै दुःख पाएकोमा, आफ्नो मितिनीले चाहिँ धेरै यातना सहेकोमा चाहिँ धेरै पीडाहरू सहिराखेको भएकोले त्यो घर परिवारलाई पनि यातना दिनुपर्छ, त्यो घर परिवारलाई पनि त्यस्तै दुःख दिनुपर्छ भनेर उनले चाहिँ भोग्नको लागि भए पनि आफू भुन्टीको रूप लिएर त्यहाँ गइसकेकी थिइन् र अहिले भने टोकलेलाई चाहिँ भने एकदमै दुःख लागिराखेको थियो। भुन्टी कता गइन्, कता हराइन् होलिन् भनेर उनलाई चाहिँ एकदमै दुःख लागिरहेको थियो, चिन्ता परिराखेको थियो। अहिले सुकुमायालाई चाहिँ भेटेर चाहिँ भुन्टी एकदमै सुरक्षित ठाउँमा छन् भनिसकेपछि टोकलेलाई पनि एकदमै खुसी लागेको छ। दर्शकबिनहरू भुन्टी भाग 318 मा भने भुन्टी कसैको घरमा बसिराखेको र कसैको घरमा चाहिँ काम गरिराखेको दृश्य देख्न सक्छौँ र भुन्टी र भूपेन्द्र बीचको डिभोर्सको कुरा चलिराखेको छ। उनले चाहिँ के भुन्टीले भूपेन्द्रलाई डिभोर्स दिन्छन् होला त? भुन्टीलाई डिभोर्स दिएर उनले जुन नयाँ गर्लफ्रेन्ड बनाएका छन् उनलाई चाहिँ स्वीकार्छन् होला त? दर्शकबिनहरू यता भने भुवन भूपेन्द्रको दाइको सम्पत्ति चाहिँ सबै रोक्का भएको जानकारी भुवनले पाइसकेका छन् र उनी चाहिँ एकदमै अचम्म परिराखेका छन्। एउटा कुरा ठिक पनि हो, भुन्टीले जुन दुःख आफ्नो भाइले दिइराखेको छ त्यही दुःखको सजाय चाहिँ दिइराखेकी छन् भुन्टीले भन्ने सोचिराखेका छन् र अर्कोतिर आफूले कमाएको सम्पत्ति जति सबै चाहिँ रोक्का भएको छ किन होला भनेर उनी चाहिँ एकदमै अचम्म परिराखेका छन्। उनको श्रीमतीले पनि एकदमै तनाव दिइराखेकी छन्। यति धेरै मिहिनेत गरेको सम्पत्ति, यति धेरै मिहिनेत गरेको चाहिँ परिश्रम अहिले सबै रोक्का भएको छ आफ्नो नाममा नहुँदासम्म भनेर उनले चाहिँ धेरै चिन्ता लिइराखेकी छन्। दर्शकबिनहरू सुकुमायाले भुन्टीको रूप लिएर आएकी थिइन्। उनले धेरै दुःख दिइसकेपछि, धेरै यातना दिइसकेपछि भूपेन्द्रले चाहिँ भुन्टी नै हो भन्ने सोचेर अहिले चाहिँ विगतका धेरै कुराहरू सम्झेर भुन्टीलाई एकदमै मिस गरिराखेका छन् र यो सबै सम्झाउने कोसिस चाहिँ सुकुमायाले गरेकी हुन्। सुकुमायाले चाहिँ जुन रूप लिएर भुन्टीको घरमा भूपेन्द्रको अगाडि गएकी थिइन् त्यो उनले भुन्टी नै हुन् भन्ने सोचेर उनलाई चाहिँ एकदमै दुःख लागिराखेको छ। दर्शकबिनहरू भुन्टीले सबै सम्पत्ति रोक्का गरेकी छन् भन्ने कुरा सुनिसकेपछि भूपेन्द्र र भुन्टीको डिभोर्स हुन्छ या हुँदैन कमेन्ट गर्नुहोला। यदि तपाईहरू भुन्टी भाग नछुटाइकन हेर्नुहुन्छ भने नेक्स्ट भाग पनि हेर्नुहोला। दर्शकबिनहरू जसले भुन्टी भाग नछुटाइकन हेर्नुहुन्छ उहाँहरूलाई चाहिँ एकदमै धन्यवाद र मेरो भिडियो अन्तिमसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद।